आधुनिक डेटिङको संसारमा थुप्रै सल्लाहहरू सुन्न पाइन्छन्। तर एउटा यस्तो सल्लाह छ जुन एकदमै सिधा र अलि विवादास्पद पनि छ। आज हामी त्यही सल्लाहको पछाडिको तर्कलाई केलाएर हिँड्दैछौँ। आखिर के हो त यो कुरा? यो सल्लाह सुन्दा नै कस्तो अचम्म लाग्छ, होइन त? कुनै केटीलाई आफूलाई मनपर्छ भनेर कहिल्यै नभन्नु। यो कुनै सामान्य सुझाव मात्र होइन, बरु यसलाई त एउटा आधारभूत सिद्धान्त नै मानिन्छ। तर प्रश्न उठ्छ, किन यस्तो कडा नियम? ल, अब पहिलो भागमा जाउँ। यहाँ यो नियमलाई सामान्य सल्लाहको रूपमा मात्र हेरिँदैन। यसलाई त एउटा यस्तो कानून मानिन्छ जुन कहिल्यै तोड्नै हुँदैन। अब सोच्नुहोस् त, यो नियमलाई कतिसम्म महत्त्वपूर्ण मानिन्छ भने यसको पछाडिको तर्क अनुसार कसैले चरम यातना दिँदा पनि यो कुरा भन्नु हुँदैन रे। हो, सुन्दा अचम्म लाग्न सक्छ, तर यसले नै देखाउँछ कि यो सल्लाहलाई कति गम्भीर रूपमा लिएको छ। त्यसो भए यस्तो सोचाइ आउँछ कहाँबाट? यो रणनीतिलाई बुझ्नको लागि हामीले एउटा खास अवधारणालाई बुझ्नु जरुरी छ, जसलाई सेक्सुअल मार्केटप्लेस वा यौन बजार भनिन्छ। यो सिद्धान्तले के भन्छ भने अहिलेको डेटिङको दुनियाँ एउटा अनियमित यौन बजार जस्तै हो। मतलब यहाँ कुनै पक्का नियम कानून छैन। सम्बन्धहरू कुनै पनि बेला कुनै सामाजिक दबाव बिना नै टुट्न सक्छन्। यो एउटा यस्तो ठाउँ हो जहाँ सबथोक अस्थिर छ र प्रतिस्पर्धा एकदमै धेरै छ। अनि यो बजारको सबैभन्दा ठूलो खतरा के हो त? त्यो हो मंकी ब्रान्चिङ। अब यो भनेको के हो भने बादरले एउटा हाँगा नछोडी अर्को समाते जस्तै कोही व्यक्ति सम्बन्धमा हुँदाहुँदै अर्को राम्रो विकल्प खोज्दै गर्छ र नयाँ पक्का भएपछि मात्र पुरानो सम्बन्ध तोड्छ। ल, त्यसो भए आफ्नो मनको कुरा भन्नु किन यति खतरनाक मानिन्छ त? आखिर किन यसलाई एउटा ठूलो रणनीतिक गल्तीको रूपमा हेरिन्छ? आउनुहोस् यसको कारण खोजौँ। यो तर्क अनुसार जब कसैले आफ्नो भावना खुल्लस पार्छ, ऊ पक्का चीज अर्थात् अ श्योर थिङ बन्छ। यसो हुँदा उसको मूल्य घट्छ भन्ने मान्यता छ, अनि अर्को पक्षले उसलाई पछ्याउन छोड्छ र मंकी ब्रान्च गर्न मतलब अझ राम्रो विकल्प खोज्न एक किसिमको हरियो बत्ती बाले जस्तो हुन्छ। त्यसो भए यदि मनको कुरा भन्नु नै गल्ती हो भने सही बाटो के हो त? यसको लागि के रणनीति अपनाउने? यसको रणनीति एकदमै सिधा छ। निश्चितता देखाउने होइन, बरु सधैँ अस्पष्ट रहने। मतलब आफ्नो साँचो भावनाबारे अर्को पक्षलाई सधैँ अनुमान लगाउन दिइरहने। यो सिद्धान्त अनुसार यही अनिश्चितताले एउटा चुनौती सिर्जना गर्छ र त्यही चुनौतीले आकर्षणलाई जीवित राख्छ। अब यो रणनीति अझै एक तह गहिरो र अलि आक्रामक पनि हुन्छ। रोचक कुरा त के छ भने यो सिद्धान्त बताउने स्रोतले नै यसलाई कुरूप वा न्यास्टी भनेर स्वीकार गरेको छ। यो भनेको केवल आफ्नो मनको कुरा लुकाउने मात्र होइन, यो त त्योभन्दा एक कदम अगाडि गएर आफ्नो पार्टनरलाई जानी असुरक्षित महसुस गराउनु हो, अनि आफू पनि सधैँ राम्रो विकल्पको खोजीमा छु है भन्ने संकेत दिइरहनु हो। यो अब रक्षात्मक खेल रहेन, यो त सम्बन्धमा नियन्त्रण कायम राख्नको लागि खेलिने एउटा आक्रामक खेल बन्यो। यो कुराले यो रणनीतिको चरम रूपलाई छर्लङ्गै पार्छ, होइन त? यसको दावी के छ भने आजको समयमा लामो सम्बन्ध टिकाउनु छ भने पार्टनरलाई सधैँ असुरक्षित महसुस गराइराख्नुपर्छ। यही नै एउटा मात्र उपाय हो रे। अब अन्तिम भागमा यो पुरै सोचाइलाई एउटा नयाँ यथार्थको लागि बनाइएको नियमको सङ्गालोको रूपमा हेरौँ। यो तर्कले विगत र वर्तमानमा कति फरक छ भनेर देखाउँछ। पहिलेको जमानामा प्रेमको घोषणा गर्नु, रोमान्टिक हुनुलाई ठूलो कुरा मानिन्थ्यो। तर आज यो सिद्धान्त अनुसार वर्तमान एउटा यस्तो खेल भएको छ जहाँ सुरक्षित महसुस गर्नु नै कमजोरी मानिन्छ र सबैजना सधैँ आफूभन्दा राम्रो विकल्पको खोजीमा हुन्छन्। त्यसो भए यसको निष्कर्ष के त? निष्कर्ष यो हो कि यो नयाँ यथार्थ जतिसुकै नराम्रो लागे पनि यसको बारेमा गुनासो गरेर केही हुँदैन। बरु सफल हुनको लागि यी नियमहरू बुझ्नुपर्छ र यही अनुसार खेल खेल्नुपर्छ। र अन्त्यमा एउटा गम्भीर प्रश्न सोच्न बाध्य बनाउँछ। यदि यो तर्कमा भने जस्तै कुनै पनि सम्बन्धलाई टिकाउनको लागि निरन्तर असुरक्षा नै चाहिन्छ भने यो खेल जितेर पाइने पुरस्कार आखिर के हो त? साँच्चै यस्तो खेल जितेर के नै पो पाइन्छ होला?